जय मसीह। म मदन तामाङ परमेश्वरको जीवित वचन लिएर यहाँहरूको बीचमा उपस्थित भएको छु। मलाई आशा छ यहाँहरूले सुनेर साथ दिनुहुनेछ र यहाँहरू आशिषित हुनुहुन्छ। आजको वचनको शीर्षक रहेको छ येशूको दोस्रो आगमनको दिनमा मानिसको आत्मा होइन महिमित शरीरमा स्वर्ग जानेछौँ भाग 2 लिएर आएको छु। किनभने मानिस आत्मामा होइन महिमित शरीरमा स्वर्गमा जानेछौँ भन्ने हाम्रो निम्ति ज्वलन्त उदाहरण येशू ख्रीष्ट आफैले दिएर जानुहुन्छ। यसै कारण हामी येशूलाई पछ्याउने मानिसहरूको यही नै आशा गर्दछौँ। हामी मरेपछि आत्मा नरक स्वर्गमा होइन, हामी शरीरमा नै हामी स्वर्गमा जानेछौँ भन्ने कुरा हामी निश्चयको साथ विश्वास गर्दछौँ। यसकारण अधिकांश मानिसहरूको बुझाइ येशूको दोस्रो आगमनको समयमा मानिसहरू आत्मामा स्वर्ग नरकमा जाने छौँ भनिकन गलत बुझाइ र गलत विश्वासहरू गरिराखेको हामी पाउँछौँ। बाइबलले हामीलाई यसरी सिकाउँदैन। यसकारण हामी आज म वचनबाट यहाँहरूलाई यो विश्वास दिलाउन चाहन्छु, हामी नरकमा होइन, हामी स्वर्गमा, हामी महिमित रूपमा हामी जाने छौँ। यसकारण त्योभन्दा अगाडि हामी सबैजनाले येशू को हुनुहुँदो रहेछ भन्ने कुरा जान्नु आवश्यक छ। हुन त हामी सबैजनालाई थाहा भएकै कुरा हो येशू को हुनुहुन्छ, किनकि पवित्र शास्त्र बाइबलले धेरै पटक धेरैजना अगमवक्ताहरूद्वारा परमेश्वरको प्रेरणाबाट आउनेवाला येशू ख्रीष्टको बारेमा, उहाँले गर्ने कामको बारेमा, कर्तव्यको बारेमा, उहाँ कसरी जन्मनुहुनेछ, कसरी के गर्नुहुनेछ र कसरी स्वर्गारोहण हुनुहुनेछ र फेरि कसरी आउनुहुनेछ भन्ने कुरा अगमवक्ताहरूद्वारा बाइबलमा हाम्रो प्रष्ट रूपमा हामीलाई बताउँदछ। र तिनै अगमवक्ताहरूको अगमबानी अनुसार नै पहिलो पटक येशू आजभन्दा करिब 2000 वर्ष पहिले बेथलेहमको नासरतमा मानिसको पुत्रको रूपमा जन्मिनु भएको थियो भनिकन हामीलाई धर्मशास्त्र बाइबलले स्पष्ट भन्दछ। तपाईँले मिका 5 को 2 अध्यायतिर हेर्नुभयो भने र सो कुरालाई, सो वचनलाई मती 2 को 1 ले पुष्टि गरेको हामी पाउँछौँ। तिनै येशूलाई पछिल्लो पटक बप्तिस्मा दिने यूहन्नाले येशूको बारेमा मानिसहरूलाई हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा भनी मानिसहरूलाई चिनाएका हामी पाउँदछौँ। यिनै येशू ख्रीष्टलाई जसले व्यक्तिगत रूपमा मुक्तिदाता भनी ग्रहण गरी विश्वास गर्दछ, तिनै व्यक्तिहरूले आनन्द जीवन पाउनेछन् या प्राप्त गर्नेछन् भनेर हामीलाई स्पष्ट भन्छ। आज यिनै येशू ख्रीष्ट पवित्र धर्मशास्त्र अनुसार उहाँ मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा पवित्र धर्मशास्त्र अनुसार नै पुनर्जीवित पारिनुभयो भनेर पहिलो कोरिन्थीको पुस्तक 15 को 3 र 4 पदले हामीलाई स्पष्ट भन्दछ। यहाँ यसरी लेखिएको छ, किनभने मैले जे पाएँ त्यसैले सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो भनिकन यो वचनले हामीलाई स्पष्ट भन्दछ। यसको मतलब येशू ख्रीष्ट आउनुभयो, हाम्रो पापको निम्ति मारिनुभयो, गाडिनुभयो र पुनर्जीवित भई उहाँ पुनर्जीवित धर्मशास्त्र अनुसार उहाँ पुनर्जीवित पारिनुभयो भनिकन बाइबलले हामीलाई स्पष्ट रूपमा बताउँदछ। यिनै येशू ख्रीष्ट जीवित भएर पुनर्जीवित भएर उहाँ चेलाहरूसँग करिब 40 दिन 40 रातसम्म चेलाहरू सँगसँग रहनुभयो। त्यसपछि उहाँ चेलाहरूको अगाडि नै स्वर्गमा उचालिनु भएको कुरा धर्मशास्त्र बाइबलले हामीलाई गवाइदिँदछ। प्रेरित 1 को 9 ले यसरी भन्दछ, उहाँले यो कुरा भन्नु भएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उँभो उचालिनुभयो
र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो भनिकन प्रेरित 1:9 बताउँदछ। यो कुराको बारेमा येशू ख्रीष्टले उहाँ जानुभन्दा अगाडि आफ्ना चेलाहरूसँग म यसरी जानेछु र फेरि फर्की आउनेछु भनिकन प्रतिज्ञा गर्नुभएको थियो। यसकारण यूहन्नको पुस्तक 14:3 यसरी भन्दछ, अनि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू हुनेछौ। हेर्नुहोस् न, येशू ख्रीष्ट जानुको मतलब चाहिँ हामी मानिसहरूलाई उहाँमाथि विश्वास गर्ने विश्वासीहरूलाई ठाउँ तयार पार्नुको निम्ति र ठाउँ तयार पारिसक्नु भएपछि उहाँ कहाँ लैजानको निम्ति उहाँ जाने प्रतिज्ञा गर्नुभएको थियो। तिनै प्रतिज्ञा अनुसार नै येशूले भन्दै हुनुहुन्छ, हेर म चाँडै आउँदैछु। जसले येशू ख्रीष्टमाथि विश्वास गर्दछ, विश्वास गर्ने प्रत्येक विश्वासी जनहरूलाई लिनको निम्ति उहाँ चाँडै आउँदै हुनुहुन्छ। प्रकाश 22:7 12 जब 20 हेर्नुभयो भने हेर म चाँडै आउँदैछु भनेर उहाँले बारम्बार भनिराख्नुहुन्छ। यही येशूको दोस्रो आगमन, चाँडै आउँदै गर्नुभएको येशूको दोस्रो आगमनको समयमा ख्रीष्टमा मरेकाहरू र विश्वास गर्नेहरू जसरी ख्रीष्ट महिमित शरीरमा बादलको सवारीमा स्वर्गमा चढिजानुभयो अथवा उक्लनुभयो, त्यसरी नै हामी पनि बादलको सवारीमा महिमित शरीरमा उचालिन्छन् भन्ने हामी विश्वास गर्दछौँ। फरक यतिमा छ, यदि हामी ख्रीष्टमा विश्वासको साथ हामी मरेपछि येशू ख्रीष्ट आउनुहुन्छ भने आउनुभयो भने हाम्रो शरीर मृतकबाट पुनर्जीवित भई हामी स्वर्गमा जानेछौँ। यदि हामी जीवित अवस्थामा नै येशू ख्रीष्टको दोस्रो आगमन हुनुभयो भने हामी महिमित शरीरमा स्वर्ग जानेछौँ। फरक यति हो, आँखाको एक निमेषमा, एकै क्षणमा तुरैको आखिरी आवाजमा मृतकहरू अविनाशी भएर हुनेछन् र हाम्रो चाहिँ परिवर्तन हुनेछ भनेर शास्त्र बाइबलले हामीलाई बताउँछ। पहिलो कोरिन्थी 15:52 यसरी भन्दछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा, किनभने तुरही बज्नेछ र मृतकहरू अविनाशी भएर जीवित हुनेछ, हाम्रो चाहिँ परिवर्तन हुनेछ। यही मतले हामीलाई स्पष्ट साथ भन्दछ, येशू ख्रीष्टको दोस्रो आगमनको समयमा तुरहीको आखिरी आवाजमा मृतकहरू अविनाशी भएर जीवित हुनेछ र हाम्रो चाहिँ परिवर्तन हुनेछ। यसको मतलब चाहिँ हामी यही शरीरमा होइन, हामी परमेश्वरको महिमित शरीरमा हामी परिवर्तन भएर येशू कहाँ हामी जानेछौँ भनेर बाइबलले हामीलाई स्पष्ट साथ बताउँदछ। र उहाँ कहिले आउनुहुन्छ, कुन बेला आउनुहुन्छ, कुन घडी आउनुहुन्छ, त्यो कसैलाई थाहा छैन। न मलाई थाहा छ, न यहाँ तपाईँलाई थाहा छ। यो कुरो परमेश्वरले यसरी येशू ख्रीष्टले यसरी भन्नुभएको छ, यो कुरो चाहिँ साँच्चै नै पितालाई बाहेक न पुत्रलाई न कसैलाई थाहा छ भन्नुहुन्छ। तपाईँले मत्ती रचित पुस्तक 24:36 हेर्नुभयो भने यो कुरा कसैलाई थाहा छैन, पितालाई मात्र कुन घडी र कुन समयमा आउनु हुनुहुन्छ भन्ने कुरा पितालाई मात्रै थाहा छ भनिकन मत्ती 24:36 हामीलाई स्पष्ट साथ बताउँदछ। यसकारण हामी सबैजना सधैँ हर समय तयारी रहनु अति आवश्यक छ, किनकि थाहा छैन येशू ख्रीष्टको दोस्रो आगमन कति बेला कुन बेला हुन्छ। र जति बेला येशू ख्रीष्टको दोस्रो आगमन हुन्छ त्यति नै बेला हामी उहाँसँग स्वर्गमा महिमित रूपमा हामी जानको निम्ति हामी हर समय पूर्ण रूपमा तम तयारी साथ रहनु अति आवश्यक छ। किनभने हामी मानिसहरूले नसोचेको समयमा उहाँ आउन सक्नुहुन्छ, मानिसले नचिताएको समयमा उहाँ आउन सक्नुहुन्छ। मत्ती 24:44 यही भन्दछ, किनकि उहाँ मानिसले नचिताएको बेलामा आउनुहुन्छ। हेर्नुहोस् कतिखेर हो, हामीले नसोचेको अवस्थामा, हामी आफ्नै धुनमा, कतिचोटि हामी आफ्नै धुनमा बसिरहेको अवस्थामा पनि आउन सकिन्छ। हामीले मनमै नसोचेको अवस्थामा उहाँ आउन सक्नुहुन्छ। यसकारण
जति बेला आउनु भए तापनि, जुन बेला आउनु भए तापनि हामी सदैव उहाँसँग जानको निम्ति निरन्तर हाम्रो मन तन हृदय सबै शरीर सबै कुरा तयारी साथ बस्न तयारी साथ रहन अति आवश्यक छ। किनभने येशूको दोस्रो आगमनको समय निश्चित छ, तर कुन बेला थाहा छैन, तर आउने चाहिँ निश्चित छ। यसै कारणले येशू ख्रीष्टले भन्ने हुन्छ, हेर म चाँडै आउनेछु। अहिले हामी आखिरी समयमा छौँ, येशू ख्रीष्ट आउनै लाग्नुभएको छ, तर हामीलाई बेला थाहा छैन कुन बेला आउनुहुन्छ। यति निश्चित छ, हामी मानिसले नचिताएको समयमा एक दिन उहाँ आउनुहुन्छ। तर कसरी आउनुहुन्छ भन्ने कुरा चाहिँ हामी सबैजनालाई थाहा भएर आउनुहुनेछ। कुन बेला भन्ने कुरा कसैले थाहा छैन, तर कसरी आउनुहुनेछ भन्ने कुरा बाइबलले हामीलाई स्पष्ट साथ बताउँदछ। किनकि येशू ख्रीष्टको दोस्रो आगमनको समयमा कसरी आउँछन्, येशू ख्रीष्ट कसरी आउनुहुन्छ भन्ने कुरा स्पष्टका साथ येशू ख्रीष्टका चेलाहरूलाई प्रेरितको पुस्तक 1:11 यसरी भन्दछ, तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही यीशु जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। स्वर्गदूतले चेलाहरूलाई सान्त्वना, ढाडस, फेरि फर्की आउने आश्वास, पूर्ण आशा र भरोसाको साथ दिनुभएको छ। कसरी आउनुहुन्छ भन्ने कुरा, जसरी येशू ख्रीष्ट जाने बेलामा बादलमा उँभो उचालिनु भयो, त्यसरी नै बादलमा उहाँ फेरि फर्की आउनुहुनेछ भन्ने कुराले हामीलाई, वचनले हामीलाई यो देखाउँछ। येशू ख्रीष्ट आउने समयमा चाहिँ, दोस्रो आगमनको समयमा चाहिँ उहाँ फेरि बादलमा जसरी जानुभयो त्यसरी नै आउनुहुनेछ र सबै आँखाले देख्नेछन् भनेर बाइबलले हामीलाई बताउँदछ। उहाँ आउने बेलामा धेरै सबै आँखाले देख्नेछन्, उहाँलाई मार्नेहरूले, उहाँलाई घोच्नेहरूले पनि र उहाँमाथि विश्वास गर्नेहरूले सबैले देख्नेछन्। विश्वास गर्ने नगर्ने हरेक मानिसले उहाँको आगमनलाई देख्नेछन् भनेर बाइबलले हामीलाई स्पष्टका साथ बताउँदछ। प्रकाशको पुस्तक 1:7 हेर्नुभयो भने यसरी भन्दछ, उहाँ आउँदै गरेको हरेक आँखाले देख्नेछ। विश्वास गर्ने मात्र होइन, विश्वास नगर्नेहरूले पनि, जसले येशूलाई मारे, येशूलाई घोचे, ती मानिसहरूले पनि ती व्यक्तिहरूले पनि येशू ख्रीष्टको दोस्रो आगमनमा आउँदै गरेको चाहिँ देखिनेछन् भनेर प्रकाश 1:7 स्पष्टका साथ हेर उहाँ बादलहरू साथ आउँदै हुनुहुन्छ र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि जसले उहाँलाई घोचे र पृथ्वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्। यसै होस्, आमेन भन्नुहुन्छ। यसको मतलब चाहिँ येशूको दोस्रो आगमनको समयमा, येशू ख्रीष्ट दोस्रो आगमनको समयमा आउँदै गर्दाखेरि चाहिँ हरेक मानिसले देखिनेछ, हरेक आँखाले उहाँलाई देख्नेछ भन्ने कुराको प्रमाण वचनको साक्षी दिँदछ। किनकि कसरी आउनुहुन्छ भन्ने कुरा सबैले देख्ने गरी उहाँ आउनुहुनेछ। पहिलो थेसलोनिकी 4:16 पनि यही भन्दछ, किनकि प्रभु स्वयं हुकुमको गर्जनसित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैको स्वरसित स्वर्गबाट ओर्लनु हुनेछ। ख्रीष्टमा मरेकाहरू चाहिँ पहिले बौरी उठ्नेछन्, त्यसपछि छोडिएका बाँचेकाहरू आकाशमा भेट्न बादलमा जान्छन्। यसको मतलब चाहिँ येशू ख्रीष्टको दोस्रो आगमन भइरहेको बेलामा, यसो आउँदै गरेको बेलामा हरेक आँखाले देख्नेछन् र हरेक मानिसहरूले उहाँ ओर्लाइँदै गर्नुभएको देखिनेछन्। र पहिले चाहिँ ती देख्ने मानिसहरू यदि ख्रीष्टमा मरेकाहरू छन् भने पनि तिनीहरू पहिले बौरी उठ्नेछन् भनेर भन्नुभएको छ। यस कारणले गर्दा हामी स्वर्गमा जाने चाहिँ मरेपछि पनि आत्मामा होइन, मरेपछि पनि, हामी मरेपछि येशूको दोस्रो आगमन हुनुभयो भने हामी मरेपछि आत्मामा होइन, महिमित शरीरमा हामी स्वर्गमा जानेछन् भन्ने कुरा बाइबलले हामीलाई स्पष्ट भन्दछ। यसकारण म यहाँलाई विश्वस्त तुल्याउन चाहन्छु, साँच्चै नै हाम्रो विश्वास, आत्मा स्वर्गमा जान्छ
आत्माले मात्रै स्वर्गमा पुग्छ भन्ने हाम्रो त्यो गलत विश्वास हो। हाम्रो विश्वास हामी स्वर्गमा येशू ख्रीष्टको दोस्रो आगमनको समयमा हामी शरीरमा नै जानेछौँ, महिमित शरीरमा, पाप रहित शरीरमा येशू जस्तै भएर हामी स्वर्गमा जानेछौँ भन्ने पुनः विश्वास गर्दछौँ। यही वचनबाट म यहाँहरूलाई उत्साह दिन चाहन्छौँ। निश्चय नै हामी स्वर्गमा हामी सबैजना महिमित शरीरमा हामी परिवर्तित भएर हामी स्वर्गमा जानेछौँ। वचनले हामीलाई यही नै उत्साह दिँदछ। त्यसकारण म आजैबाट यहाँहरूलाई के उत्साह दिन चाहन्छु भने हाम्रो आत्मा होइन, आत्मा कतिजना मानिसले यसरी भन्दछन्, आत्मा स्वर्ग या नरक जाने हो। कसले देखा हुन्छन्? यो शरीर छँदै आफूले जे मन लाग्छ त्यो गर्नुपर्छ, त्यो खानुपर्छ, त्यो पिउनुपर्छ भन्दै मन लागि खाएको पिएको हामी पाउँदछौँ। शरीरलाई नष्ट पारेको, आफैलाई आफ्नो शरीरलाई नष्ट पारिराखेको हाम्रो वरिपरि धेरैजना, हाम्रो यस्ता धेरैजना हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ जसले आफ्नो शरीरको वास्ता नगरिराखे। वचनले भन्दछ आत्मामा होइन, शरीरमा स्वर्गमा जान्छौँ। त्यसकारण म यहाँलाई के उत्साह दिन चाहन्छु भने हामी आजैबाट यो शरीर चाहिँ परमेश्वरको वचनले भन्दछ यो शरीर चाहिँ पवित्र मन्दिर हो। त्यसकारण परमेश्वरको मन्दिर हो। त्यसकारणले गर्दा हाम्रो यो शरीर स्वर्गमा जाने हो, आत्मामा होइन। यो विश्वास हामीलाई दिलाउन चाहन्छु। र येशू ख्रीष्ट चाहिँ उहाँको दोस्रो आगमन चाहिँ किन र केका लागि भन्ने विषयमा म फेरि आगामी दिनमा यहाँहरूको बिचमा वचनबाट प्रस्तुत गर्ने नै छौँ। यहाँहरूको उचित सल्लाह सुझाव र प्रतिक्रिया साथ सबै लाइक सेयर सब्सक्राइब गरिदिनु होला र परमेश्वरले यहाँहरू सबैजनालाई आशिष दिनुभएको होस्। हस्त। जय मसीह।